welcome back to my channel Makeup and Vlog with Smriti. हेर्न सक्नुहुन्छ क्युट कपल जुन मेरो मामु एन्ड ड्याडी चाहिँ हामी लन्डन आएका थियौँ नेपालको लन्डन। यही डमौलीको महोत्सवमा आएका थियौँ र त्यहाँ चाहिँ नि डिफ्रेन्ट टाइप्सको गेम्सहरू थियो। चाहिँ हामीले त्यो रिङ चाहिँ नि ड्रिङ्क्समा छिराउनु पर्ने गेम खेल्यौँ। त्यसमा मेरो मामु चाहिँ एकदम च्याम्पियन हुनुहुन्थ्यो है। मेरो मामुले छिराउनु पर्ने भयो एउटा बोतलमा, बट पनि तिनीहरूले चाहिँ त्यो दिएन नै। दे वर जस्ट सिटिङ के लाइक दे सेड कि त्यो छुनुपर्छ अरे, त्यो छिरेर मात्र हुँदैन अरे, त्यहाँनिर यतापट्टि साइडको पनि टच हुनुपर्छ अरे। एन्ड आउनुहोस् होला यहाँ स्टल नम्बर 17। फर्स्टमा खाएको भनेको चाहिँ कर्नडक हो, विच वाज भेरी टेस्टी, क्रन्ची थियो बाहिरको पार्ट एकदमै। पछि चाहिँ हामीले यो इन्डियन मिठाई थियो, हामीले ट्राई गऱ्यौँ, त्यो पनि मिठै थियो, नट ब्याड। यहाँ चाहिँ डिफ्रेन्ट टाइप्स अफ सप्सहरू थियो है, रियली फन, लाइक म अर्कै दुनियाँमा आएको जस्तो फिल भएको थियो है। हाम्रो ब्याग चाहिएछ। हेर्नु सक्नुहुन्छ यहाँनिर लुगादेखि लिएर ब्याग, पर्स, स्वेटर्स, चप्पल होइन, डिफ्रेन्ट टाइप्स अफ आइटम्सहरू पाउन सक्नुहुन्छ हजुर यहाँनिर एकै ठाउँमा होइन। साथै यहाँनिर चाहिँ नि डिफ्रेन्ट टाइप्स अफ फुड आइटम्सहरू पनि थियो होइन। यहाँनिर बस्नको लागि पनि राम्रो म्यानेजमेन्ट थियो, लाइक चेयर्स, टेबलहरू थियो है। एन्ड घाम थियो नि त, सो पालहरू पनि लगाएको थियो। त्यहाँनिर फर्स्टमा चिकन रोल खायौँ, विच वाज भेरी टेस्टी। चाहिँ एकदम भोक लागेको थियो, सो आफ्नो फुड एकदम इन्जोय गरी गरी खाइरहेको थिएँ है। यम्मी इन माई टमी। गुड फुड गुड लाइफ के एउटा मिठो खानेकुराले चाहिँ हजुरको मुड नै चेन्ज गराउँछ, एकदम राम्रो ह्याप्पी हुनुहुन्छ है हजुर एकदम मिठो खानेकुरा खानुभयो भने। मलाई त्यस्तै भइरहेको थियो। हामी चाहिँ भित्रै नै बसेर खाऊँ न भनेर हामी फेरि भित्रै नै गयौँ होइन, बाहिर घाममा भन्दा नि। सो एकछिन पछि चाहिँ नि हाम्रो अर्डर आइपुग्यो। हेर्न सक्नुहुन्छ मेरो ह्यान्डसम ड्याडी एकदम यङ देखिरहनु भएको छ। यो चाहिँ प्यारिस जुन बनेर भ्याएको थिएन, किनकि हामी अलिक छिटै गएको थियौँ, यता महोत्सव लागेको 2-3 दिनभित्रै, सो त्यो चाहिँ बन्दै थियो है। एन्ड हेर्नुहोस् यहाँनिर बबल टिजहरूको थियो स्टल, एन्ड त्यहाँपट्टि चाहिँ न्यु पोखरा चटपटे थियो। यहाँनिर चाहिँ स्टेज थियो जहाँ चाहिँ एकदम प्रोग्रामहरू भइरहेको थियो, कोही नाचिरहेका थिएन, कोही भाषण भनिरहेका थिएन, त कोही गीत गाइरहेका थिएन होइन। एन्ड यहाँनिर कटन क्यान्डी एन्ड यहाँ कोला, हामी चाहिँ कोला खान गयौँ त्यसपछि होइन। अनि कुन फ्लेभर खाने भने हामी कन्फ्युज भइरहेका थियौँ। यतापट्टि चाहिँ पानीपुरी सेक्सन थियो भने यतापट्टि गेम्सहरू थियो, त्यो अझै फेरिस व्हिल चाहिँ बन्दै थियो क्या, हामीले झन् त्यो खेल्न मन थियो है। सो अनलकी हामीले त्यो खेल्न पाएनौँ। कोलम्बस चाहिँ रेडी भइसकेको थियो, हाम्रो खोला रेडी भयो भने त्यसपछि हामी उता बसेर खाऊँ भनेर जाँदै थियौँ। शिला म्याडम पनि यहाँ हुनुहुन्छ, उहाँ दुवैजनालाई मञ्चमा आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। मलाई के भन्न पनि भएर छ, तर म चाहिँ आफ्नो कोला खानमा यति मस्त थिएँ कि म मामको कुरा पनि सुनिरहेको थिइनँ।
हो यो नानी यति राम्रो नाचेको थियो नि है सबैजना फ्यान भइसकेका थिए नि हामीले खायौँ दही पुरी दही पुरी एकदम मनपर्छ है मैले टेस्ट गरेँ स्वाद आइरहेछ वाज सो टेस्टी देन हामीले त्यहाँ बदाम पनि खायौँ त्यो नुन खुर्सानी पनि दिनुभएको थियो कोला हाम्रो यतिका बचिरहेको थियो अघि नैको हामी चाहिँ त्यहाँ 3 जना मस्त बसेर खाइराखेको थियौँ बदाम छोराउँदै कहिले एकअर्कालाई खुवाउँदै होइन एन्ड त्यहाँ अगाडि भएको प्रोग्राम पनि हेर्दै इन्जोय गरिरहेका थियौँ इट वाज सो फन होइन एकदम राम्रो क्वालिटी टाइम स्पेन्ड भइरहेको थियो हामी फ्यामिलीसित मेरो बुढी आमाहरू मेरो आमा देखे जस्तै लाग्यो भाइहरू नाचेर ताली बजाएर साथ दिनुभयो बादल लाग्यो कि घाम मस्त नलाग्यो जाडो जाडो भएको छ अझ धेरै नाच्नुपर्छ है अझै मेरो सानी कसैहरू अझै बाँकी छन् छोटा लुगा लाउनै हुँदैन सहर छोडी चाहिँ मेरो ड्याडीले किन लाग्नुभयो ल ड्याडी हान्नु ड्याडी छिटो भने हुन्छ भन्नुभयो अघि नै भने बुझ्नु भएन अघि भन्नु भएन यसरी बस्यो भने पाएन कि यहाँ तल पुग्नु पर्यो यसरी त्यस्तो त हुन्छ भने त्यस्तो हुँदैन त्यस्तै हुन्छ अब त्यस्तो 3-4 चोटि गरेपछि नि दिनु नि त गरौँ है अब हुन्छ तपाईँ गर्ने एउटा मात्रै रह्यो अब त्यसलाई हालौँ खै त पर्दैन कि बोतल त छिर्छ तर त्यही तल झर्नु बोतलमा हान्नु नि त होइन भने टिप्दा टिप्दा झ्याउ हुन्छ है अनि हाल्नु ताली चाहिँ बजाउन मिल्छ यसमा है ताली बजाएर आनन्दले सुन्नु एकछिन पछि फेरि नाच्नुपर्छ त्यसरी उफ्रिनुपर्छ
त्यसपछि हामी त्यही दिन काठमाडौँको लागि हिँड्यौँ. For today this was only. Thank you so much for watching my video. If you like my video, don't forget to like, share, comment and subscribe. Bye bye. Love you all.